अब म ढिला नगरी मेरो प्रस्तुतीकरण अगाडि बढाउन चाहन्छु। मैले पढेको किताबको नाम हो सुनको जात र यस किताबको लेखक हुनुहुन्छ सुधारी साल शर्मा र चित्रकरण कला सोनाम तामाङ। स्कुलको पहिलो दिन हुन्छ। केटाकेटीहरू जम्मा परेर एउटा नयाँ केटाको वरपर बसेका हुन्छन् र एउटी मुनिया नाम गरेकी केटीले आफ्नो साथीलाई भनी, ए साथी हेर त, यो नयाँ केटाको त सुन जस्तै पहिलो जात छ। र मन्जरीले सही उत्तरमा दे हो भनी एकपछि अर्को गर्दै सबै केटाकेटीहरू नयाँ केटाको जात हेर्न आए। यो कुरा एकैछिनमा स्कुलमा फैलियो र यो कुरा सुनेर रामु पनि सुनको जात हेर्न आयो। तर त्यो नयाँ केटाको नजिक जान सकेन किनकि त्यो नयाँ केटाको मुखबाट दुर्गन्ध आइरहेको थियो र उसले परबाट नै सोध्यो, साथी तिमीले केले दाँत मास्ने गर्छौ? नुन तेलले कि टुथब्रसले? ऊ केही बोलेन र उसले रामुले कुरा बुझ्यो र भोलिपल्ट स्कुल आउँदा उसले एउटा टुथब्रस र मन्जन किनेर ल्याउँछ र त्यो नयाँ केटाको दाँत मास्दिन्छ र त्यो नयाँ केटाको दाँत दुखेको कम हुन थाल्छ र त्यो नयाँ केटाले रामुलाई धन्यवाद दिन्छ र रामुले त्यो टुथब्रस र मन्जन उसैलाई दिन्छ र सधैँ त्यसैले दाँत मास्ने सल्लाह पनि दिन्छ। र भोलिपल्ट केटाकेटीहरू फेरि त्यो नयाँ केटाको दाँत हेर्न आउँदा उसको सुनको दाँत नै थिएन। सबैजना छक्क परे। ऊ भने मुसुमुसे हाँस्दै बस्यो तर केही बोलेन र केटाकेटीहरू सुनको दाँत हरायो भन्दै खोज्न थाले तर पाउँदैनन्। धेरै दिन बित्दा पनि सुनको दाँत हराई हुन्छ। र मलाई यस कथाबाट मलाई मन परेको राम्रो लागेको कुरा रामुले त्यस नयाँ केटाको दाँत मास्दिएको हो। र यस कथामा रामु, मुनिया, मन्जरी र नयाँ केटा गरी धेरै पात्रहरू थिए र यसमध्ये मलाई मन परेको पात्रको नाम रामु हो। यस कथाको विषयवस्तुले दिने सन्देश, हामीले बिहान र बेलुकी सधैँ दाँत मास्नुपर्छ, नत्र भए यस किताबको रामुको दाँत जस्तो हुन सक्छ। धन्यवाद।